जय मसी, नमस्कार, गुड इभिनिङ। मेरो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई, मेरो साथी मित्रगणहरूलाई, मेरो शुभचिन्तक अनि मेरो निम्ति फिक्री गरेर प्रार्थना गर्नुहुने अनि सहायता गर्ने हातहरूलाई म परमेश्वरको एउटा दासको हैसियतले र यतिखेर दुर्बल भएर असहाय भई तपाईहरूको सहायताको प्रेमको कारण बाँचिरहेको एउटा परमेश्वरको जन भएको कारणले अनि यो साँझको समयमा तपाईहरूलाई एउटा सत्यता प्रकट गर्न अथवा बताउन चाहन्छु। सानो कथा छ। एउटा परिवार थियो अनि परिवारमा दुईजना दाजुभाइ थिए अनि बाबा आमा पनि दाजुभाइलाई असाध्यै प्रेम गर्ने, दाजुभाइ पनि एकले अर्कालाई असाध्यै प्रेम गर्ने थिए। समय बित्दै गयो। दाजुको आफ्नो सङ्गत, भाइको आफ्नो सङ्गत भएको कारण दुई दाजुभाइको बीचमा मतभेद र तिक्तताको कुराहरू आयो, झैझगडाहरू भयो। तर बाबा र आमाले निरन्तर दुईजना दाजुभाइलाई मिलाउने, फकाउने र प्रेममा बाँध्ने कामहरू गरिरहे। तर एक दिन यस्तो पनि समय आयो कि बाबा अनि आमा दुवैजनाले यो संसार छोडेर जानुभयो। तर दुःखको कुरा चाहिँ बाबा र आमाले छोडेर गए तापनि दाजु र भाइको बीचमा भएको त्यो तिक्तता, त्यो दुष्टता अथवा त्यो बेमिल मिलापको त्यो आत्मा चाहिँ रहिरह्यो। अनि दाइले विवाह गर्नुभएपछि घरमा भाउजू आयो। त्यो भाउजूले भाइसँग गर्ने व्यवहार एकदमै नराम्रो थियो। भाइलाई साह्रै मन दुखाउने, दाजुभाइ दुवैजना झगडा गर्दा भाउजूले दाइलाई सपोर्ट गर्ने, भाइलाई मन दुखाउने। अनि कहिले पनि नमिल्ने। अनि हुँदै गइसकेपछि भाइले पनि एक दिन विवाह गर्यो। अनि सौभाग्यवश भाइको श्रीमती अथवा बुहारी त्यो घरमा असाध्यै राम्रो, परमेश्वरको भय मान्ने, डर मान्ने र दाजु भाइको मेलमिलापको चाहना गर्ने स्त्री हुनुहुन्थ्यो, परमेश्वरको छोरी हुनुहुन्थ्यो। तर पनि दाजुभाइको बीचमा समय समयमा लडाई झैझगडा भइरह्यो, जसको कारण दाजुभाइ छुट्टिएर अलग अलग बस्न थाले। दाइको दुर्दशा भाइले हेर्न चाहने, भाइको दुर्दशा दाइले हेर्न चाहने अवस्था आयो। अनि दाइको श्रीमती असाध्यै दुष्ट अनि असाध्यै प्रेमविहीन, तर भाइको श्रीमती धर्मी अनि प्रेमले भरिएको, क्षमा गर्ने, क्षमा लिने र मेलमिलापलाई प्राथमिकता दिने हुनुहुन्थ्यो। तथापि दाजुभाइ सँगै बस्न सकेनन्। यसरी उहाँहरू टाढा हुनुभयो। नजिकै बस्नुहुन्थ्यो, 4-5 मिटरको डिस्टेन्समा हुनुहुन्थ्यो, वारिपट्टि अनि पारिपट्टि। तर उहाँहरूको हृदय चाहिँ कसो टाढा थियो, जस्तो कि एकले अर्कालाई कहिले देखेकै छैन, चिनेकै छैन जस्तो। एक दिन यस्तो भयो, दाइलाई सताउन, दुःख दिन र प्रहार गर्नका निम्ति धेरै मानिसहरू
हुल बाँधेर दाईको घरमा अथवा दाई बसेको ठाउँमा आयो। मानिसहरूले दाईलाई घरबाट बाहिर निकालेर लछाचुडी गर्ने काम गरे। दाईलाई भाउजूलाई धिक्कार्दै, श्राप्दै र विभिन्न दोषहरू लगाउँदै प्रहार गर्ने काम गरे। तर त्यो घटना देखेर बुहारीको मनला एकदमै पीडित भयो, चिन्तित भयो अनि उसले दौडेर गएर आफ्नो श्रीमानलाई भन्छ, तपाईको दाईलाई भाउजूलाई समाजले सताइरहेको छ, दुःख दिइरहेको छ। यस्तो बेलामा तपाईले साथ दिनुपर्छ भन्दा भाइले मुख पछिल्तिर फर्काई भन्यो, अब ठिक परेको छ। उसले जस्तो व्यवहार मसँग गर्यो अनि अरूले पनि उसँग त्यस्तै व्यवहार गरिरहेको छ। म बचाउन कदापि जाँदिन। यो चाहिँ ईश्वरबाट, परमेश्वरबाट यिनीहरूको लागि दण्ड हो भनेर श्रीमतीलाई नटेरेको जस्तो गर्दै थियो। तर श्रीमतीले श्रीमानलाई हकार्दै गाली गर्दै, तपाईँ भाइ भएको के अर्थ रहन्छ यदि दाईको सङ्कष्टको समयमा साथ दिनुहुन्न भने? उहाँको यतिखेर कोही पनि छैन अनि तपाईँ र मैले पनि उहाँलाई सहायता गरेन भने कसले गर्छ? अनि तपाईँ एउटा परमेश्वरको दास, परमेश्वरको जन भएर बुबा आमा पछिको बुबा आमालाई यसरी इन्कार गर्न सुहाउँछ र? जब यो शब्द भाइको हृदयमा पस्यो, उसको त्यो ढुङ्गा जस्तो मन हटेर कोमल मासु जस्तो भयो। त्यसपछि साथीहरू यस्तो भयो कि भाइ र बुहारी दुवैजना लाठोहरू लिएर कराउँदै हल्ला गर्दै मेरो दाईलाई, मेरो भाउजूलाई, मेरो दाईलाई, मेरो दिदीलाई सताउनेहरूलाई हामी बाँकी राख्दैनौ, तिमीहरू जोसुकै हौ भनेर सबजनालाई लखटिदिए, खेदाइदिए, धपाइदिए अनि सबजना भागे। अनि त्यसपछि दाई र भाउजूले पनि भाइतिर फर्केर, बुहारीतिर फर्केर अथवा देवरतिर फर्केर, बहिनीतिर फर्केर एकले अर्कालाई अङ्कमाल गर्दै क्षमा गरे, क्षमा लिए, क्षमा दिए र उनीहरू खुसी साथ सदैव मिलेर समाजमा एउटा असल दाजुभाइ भएर रहेको घटना पनि हामीले धेरैचोटि देखेको छौँ। हे प्रियहरू, भजन सङ्ग्रह 133 को 1 पदले भन्दछ, दाजुभाइहरू आपसमा मिलेर बस्नु कति असल र मनोहर कुरा हुन्छ। 2 र 3 पदलाई हेर्नुभयो भनेदेखि तपाईँ लट्ठ पर्नुहुन्छ। यसकारण घृणा, तिरस्कार र तिक्तताले हामीहरूलाई परमेश्वरदेखि पनि टाढा र एकअर्कादेखि पनि टाढा बनाउँछ। तसर्थ म मेरो हृदयदेखि नै सबैजना दाजुभाइहरूलाई भन्न चाहन्छु, हामी मेलमिलापमा रहनु, एकले अर्कालाई प्रेम गर्नु, कमसेकम एकले अर्कालाई सहनु र क्षमा लिनु, दिनु पर्दछ। अनि यसरी हामी संसारमाथि, शैतानमाथि र हाम्रो मनमा भएका दुःख र पीडामाथि विजय प्राप्त गर्न सक्छौँ। आज म तपाईँलाई यही भन्न चाहन्थे, परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।